सम्पूर्ण भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ। युट्युब च्यानलको लिंक मेरो बायोमा दिएको छ। कृपया हेर्न नबिर्सिनुहोला। धन्यवाद। गरिरहेका छौं अथवा तर्पण कसरी गर्नुपर्छ भन्ने कुराहरुको हामी चर्चा गर्दैछौं। अरु कुराहरु पनि हामी गर्दै जानेछौं। सर्वप्रथम तर्पण भनेको हामीले एकोदिष्ट श्राद्ध गरे पनि अथवा पार्न श्राद्ध गरे पनि जुनसुकै श्राद्ध गरे तापनि तर्पण अनिवार्य हुन्छ। तर्पण विधि एउटै हुन्छ। एकोदिष्ट श्राद्धमा नि पार्न श्राद्धमा तर्पण विधि एउटै हुन्छ। त्यसैले हामी ढिलो नगरिकन आज हामी तर्पणको बारेमा नै छलफल गर्नेछौं। तर्पण गर्दाखेरि सुरुमा हामीले प्रायश्चित्त गोदान गर्नुपर्छ। प्रायश्चित्त गोदान भनेको हामीले हिजो अस्ति गरेका नराम्रा कामहरू, केही नखाएका, नछुनु पर्ने चिजहरू छोएको अथवा नखान पर्ने चिजहरू खाइएको, नजान पर्ने ठाउँमा गइयो आदि इत्यादि कुराहरू गरेका छौं भने त्यसको प्रायश्चित्तको निमित्त हामीले प्रायश्चित्त गोदान गर्नुपर्ने हुन्छ। सुरुमा हामीले प्रायश्चित्त गोदान गर्नुपर्छ। प्रायश्चित्त गोदान कसरी गर्ने तपाईहरुलाई थाहा नै छ। थाहा छैन भने हामी अर्को भिडियोमा पनि भन्नेछौं। त्यो गरिसकेपछि गोदान गरिसकेपछि हामी प्रतिज्ञा संकल्प। प्रतिज्ञा भनेको मैले यो गर्दै छु। एकोदिष्ट श्राद्ध हो कि पार्न श्राद्ध हो त्यसलाई त्यहाँ उल्लेखित गर्नुपर्ने हुन्छ। र अर्को कुरा अब नित्य तर्पणाङ्गत होइन, नित्य तर्पण अन्तर्गत एकोदिष्ट श्राद्धाङ्गत होइन, पार्न श्राद्धाङ्गत होइन। ती दुईटा मध्ये जुन श्राद्ध हो त्यसै श्राद्धलाई भन्नुपर्छ श्रीमद् परमेश्वर कृते देवर्षिणाम मनुष्याणाम दिव्य पितृणाम स्वपितृणाम च तर्पणम करिष्ये भनेर हामीले प्रतिज्ञा संकल्प गर्छौं। प्रतिज्ञा संकल्प गरिसके लगत्तै अब हामीले यो तर्पण गर्दाखेरि कतिपय ठाउँहरुमा पहिला दियो बालिन्छ भने कतिपय ठाउँहरुमा चाहिँ अब तर्पण गरिसकेपछि दियो बाल्ने चलन छ। तर हामीले पनि त्यो अनुसार तर्पण गरिसकेपछि नै दियो बाल्नुपर्छ। सुरुमा हामीले देवर्षि तर्पण गर्ने। देवर्षि तर्पण कसरी गर्नुपर्छ? देवतीर्थ कुशलाई राखेर एउटा शिखा आकारको कुशलाई बनाएर त्यसलाई यहाँ अगाडिबाट जाने गरेर औँलाको टुप्पोबाट जाने गरेर देवर्षिहरूलाई अथवा देवताहरूलाई तर्पण दिनुपर्ने हुन्छ। त्यो तर्पण दिँदाखेरि प्राणमुख भन्छ। पूर्वतिर फर्केर कुश पाणी देवतीर्थवर्तिना हातमा कुश लिएर देवतीर्थबाट यव कुश उदकेन, यव भनेको जौ, कुश उदकेन भनेको जल, तिनीहरू हातमा लिएर सुरुमा विश्वान देवान आवाह्य तपाईँ सुरुमा विश्व देवताहरूको आवाहन गर्ने मन्त्र पढौँ त। हरि ओम।